नमस्ते सबैजनालाई। मैले सुरुमा मसिन लर्निङ पढ्दाखेरि चाहिँ स्ट्यानफोर्डको मसिन लर्निङको लेक्चर हेरेको थिएँ। अनि त्योमा चाहिँ एन्ड्रयू एन्जीले चाहिँ एउटा फर्स्ट भिडियोमा चाहिँ एउटा इक्जाम्पल देखाउनु भएको थियो। यहाँ यो रातो हाइलाइट गरेको चाहिँ त्यो इक्जाम्पल थियो। अब त्यसलाई म अलि राम्रोसँग मेरै वेमा एक्सप्लेन गर्छु है। सपोज यो मसँग एउटा डाटा सेट छ होइन, अनि त्योमा चाहिँ अब आना अनुसारको प्राइस छ होइन, कति प्राइस पर्छ लाखमा त्यो प्राइसहरू चाहिँ। अब मैले यो डाटा सेटलाई अब प्लट गर्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ हेरौँ है त। त्यो डाटा सेटलाई चाहिँ प्लट गर्दाखेरि चाहिँ हो रहेछ देखिन्छ होइन। अब यसले चाहिँ के जनाउँछ भन्दा चाहिँ यो चाहिँ इन्क्रिज भइरहेछ। अब जति आना बढ्दै गयो त्यति यो ग्राफ चाहिँ अझै बढ्दै गयो भनेर नि जनाउँछ होइन। अब मलाई चाहिँ के गर्न मन छ भन्दा चाहिँ मलाई चाहिँ एउटा स्ट्रेट लाइन बनाउन मन लाग्यो जुन चाहिँ यो सबै पोइन्ट्सहरूसँग बेस्ट फिट भओस् के, सबै पोइन्ट्सहरूसँग एकदम क्लोज भओस्। अनि त्यस्तो स्ट्रेट लाइन चाहियो कि। किन स्ट्रेट लाइन चाहियो भन्दा चाहिँ स्ट्रेट लाइनको एउटा फर्मुला छ, y = mx + c। अब मैले यदि त्यो स्ट्रेट लाइन यो एम र सीलाई जे होस् ट्विक गरेर एउटा स्ट्रेट लाइन बनाउन सके जुन चाहिँ पर्फेक्टली फिट हुन्छ, यो जस बेस्ट फिट हुन्छ यो दिएको डाटा सेटसँग भनेपछि त मैले चाहिँ यो डाटा सेट अनुसारको मैले चाहिँ एउटा फर्मुला पाएँ नि त होइन। त्यो फर्मुलाले चाहिँ अब मैले जति आनाको पनि मैले कति प्राइस हुँदो रहेछ भनेर भ्याल्यु फाइन्ड गर्न सकेँ नि त यही डाटा सेट अनुसार होइन। अब मेरो डाटा सेट यदि अर्कै थियो भने, जस्तै यो यस्तो थिएन कि योभन्दा अलिकति तल घटेको वाला थियो भने होइन, त्यही अनुसारको मैले यसलाई एम र सीलाई ट्विक गरेर मैले एउटा स्ट्रेट लाइनको फर्मुला पाएँ भने, या बेस्ट स्ट्रेट लाइनको फर्मुला पाएँ भने चाहिँ त्यो बेस्ट स्ट्रेट लाइनको फर्मुलाले त मलाई चाहिँ अब पछिको अब नभएको आनाको पनि भ्याल्यु फाइन्ड गर्न सक्यो नि त होइन। अनि यो कुराले चाहिँ मलाई चाहिँ यस्तो पर्सपेक्टिभ चेन्ज गराइदियो कि, जस्तै अब हामीले यो कुरा भनेको त अब जस्तै हाम्रो ह्युमन नेचरसँग चाहिँ कतिको रिलेटेड के। अब भन्नाले अब जस्तै हामीले पनि कुनै कुरा हामीले पहिलाको जानेको कुराबाटै फर्दर क्लेरिफाई गर्छौँ नि त। जस्तै फर इक्जाम्पल अब यही जग्गाकै कुरा गर्दाखेरि अब हाम्रो घरतिरको जग्गाहरू कति पर्ला भन्दाखेरि अब मेरो घरको जग्गा यति पर्दो रहेछ भनेर हामीले थाहा भएकै भरमा त्यसकै आधारमा अरू ठाउँको जग्गाहरूको पनि भ्यालु जे होस् एस्टिमेट गर्न सक्छौँ नि त होइन। यो केसमा पनि त्यही भएको कि। अब यो दिएको डाटा पोइन्ट्स अनुसार बेस्ट लाइन फाइन्ड गर्नु भनेको त यो डाटा पोइन्ट्सहरूको भ्यालुहरूलाई रेस्पेक्ट गरेर लर्न गरेर एउटा नयाँ फर्मुला क्रिएट गरेको हो नि त। अब डाटा पोइन्ट्समा डिपेन्डेन्ट छ नि त यो स्ट्रेट लाइनको फर्मुला। हो यही हो कि लिनियर रिग्रेसन भनेको। खतरा कुरा भएन। अब मैले कम्प्युटरलाई सिर्फ यो डाटा पोइन्ट्स अनुसारको स्ट्रेट लाइन बनाइदिन अब फर्मुला दिएँ भने त, फर्मुला बनाउन यो कम्प्युटरलाई सिकाएँ भने त यो कम्प्युटरले त अब जस्तो डाटा पोइन्ट्स अनुसारको पनि डाटा सेट अनुसारको लर्न गरेर आफै एउटा स्ट्रेट फर्मुला निकालेर त्यो फर्मुलामा भ्यालु हालेर होइन, हामीलाई कुनै इनपुट दियो भने त्यो इनपुट त्यही फर्मुलामा भ्यालु हालेर त्यो कम्प्युटरले त इजिली फाइन्ड गर्न सकिन त नि, कति एस्टिमेट गर्न सकिन त नि हामी ह्युमन बिङ जसरी। त्यो कुरा खतरा भएन है। अब यो फर्मुला चाहिँ कसरी बनाउने भन्ने कुरा चाहिँ हामी चाहिँ अब हेरौँ है त।